ल अहिले चाहिँ हामी दामदिङ आइपुग्यौँ। यहाँनिर खाना खानु भनेर रोकेको। यहाँ अझै निकै नै मानिसहरू पनि हुनुहुन्छ। सो अब यहाँबाट खाना खाएर हामी थाङदिङतिरको यात्रा गर्छौँ। छोरोल्पाबाट दुधकुण्डको चाहिँ कति टाइम लाग्छ? गएन है, त्यहाँदेखि 1.5 घन्टा। यहाँ आइसकेपछि हामीले छोरोल्पा र दुधकुण्ड पुगेर फर्किसक्नुभएका व्यक्तिहरूसित कुरा गऱ्यौँ। उहाँहरूको भनाइ जस्ताको तस्तै उहाँहरूकै मुखबाट सुनौँ न त एकचोटि है। नमस्कार, म बाबुराजा महर्जन एज अ प्लम्बर। म धेरै समयपछि यो हिमाली क्षेत्र पदयात्रामा आएको छु। मलाई यो आजको हाम्रो छोरोल्पा ताल घुम्दाखेरि एउटा रमाइलो अनुभव भएको छ। म एकदमै प्रकृति मन पराउने मान्छे, सधैँ प्रकृतिमा रमाउन चाहने, घुम्न खोज्दा खोज्दै पनि समयको पाबन्दीले यस्तो हिमाली क्षेत्र घुम्नलाई समय पाइरहेको हुँदैन। तर यसपालि यो हाम्रो प्रकृति प्रेमी समूहबाट छोरोल्पा ताल घुम्न आउन पाउँदा एकदमै खुसी छु। र यो भाइसँग सानो एउटा यो इन्टरभ्यूमा म के भन्न चाहन्छु भने हाम्रो यस्तो पदयात्राहरू विदेश घुम्नुभन्दा देशको यो पदयात्राहरू घुम्दाखेरि हामी स्वस्थ रहन सक्छौँ र आफ्नो ज्यानलाई धेरै बलियो बनाइराख्न सक्छ। अहिले हामी यो छोरोल्पा ट्रेकिङको यो दोगाङ भन्ने बस्तीमा आइपुगेका छौँ। छोरोल्पा पदमार्ग यो दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर 9 मा पर्ने यो छोरोल्पा एकदमै राम्रो पदमार्ग हो। यो जुन रोलवालिङ खोलाको किनारै किनार हिँड्नुपर्ने र सेताम्मे हिमालहरूको बिचमा रहेको छोरोल्पा एकदमै राम्रो छ। हामी पुगेर आइसक्यौँ। तपाईहरु पनि यो छोरोल्पा एकचोटि भ्रमण गरिदिनु हुन अनुरोध गर्दछु। र अर्को कुरा, हाम्रो देश एकदमै राम्रो छ। देश सबै ठाउँहरू राम्रो छ। सबैभन्दा पहिला देशलाई चिन्नुस्, देशमा घुम्नुस्, यही भन्न चाहन्छु सबैलाई। Yeah, so we went up to Trollropa and Dudkunda, and it was very beautiful, and I would recommend it to everyone. हिँड्नुपर्ने के भने चाहिँ माथि उक्लिएर पहिरो छिचलेर फेरि ओर्लिनुपर्छ। निकै नै गाह्रो बनाएको छ पहिरोले गर्दाखेरि। आज हिँड्दा हिँड्दै हामी थाङदिङ पनि आइपुग्न लागिसक्यौँ भने साँझ पनि लगभग परिसक्यो। आजको हाम्रो बसाइ चाहिँ थाङदिङमै हुन्छ। हाम्रो हिजोको बसाइ भने चाहिँ थाङदिङमै रह्यो। आज बिहान हामी थाङदिङबाट अलमोस्ट 7 बजेतिर हामी बेदिङतर्फको लागि हिँड्यौँ। यहाँ धुपीहरू चाहिँ अलिक प्रशस्त मात्रामा पाइने रहेछ। यहाँ बसोबास गर्ने मानिसहरू मुख्यतया रोलवालिङ शेर्पाहरू, जो भाषा, संस्कृति र जीवनशैलीमा खुम्बुका शेर्पाहरूभन्दा फरक छैनन्। तिब्बती संस्कृतिसँग नजिक भए पनि उनीहरूको आफ्नै पहिचान छ। यहाँ जानलाई बाटो त्यति सरल पनि छैन। सबै पहिरै गएका छन्। पुलहरू काठका राखिएका छन्। बाटोहरू सबै भत्केका हुनाले अलिकति हामीलाई कठिन भन्ने चाहिँ जरुर भयो। यहाँ हिँड्दै गर्दा युरोपतिरको फिल हुन्छ। दायाँ बायाँ धुपीका बोटहरू, माथि पहाड, त्योभन्दा माथि हिमाल छ, नजिकै खोला छ, बिचमा बाटो। आहा, कति आनन्द आउने ठाउँ छ। यो शब्दमा बयान गरेर सकिँदैन। यसको लागि चाहिँ स्वयं आफै आएर अनुभव गर्नुपर्ने हुन्छ। त्यसैको लागि सबैजना यहाँ एकपल्ट अवश्य आउनुहोस्। बेदिङतर्फ जाँदै गर्दा बाटामा एक विद्यालय पर्दो रहेछ। यति माथि र यति हाइटमा पनि विद्यालय रहेछ, त्यो देखेर हामी खुसी भयौँ। खुसी नहुनु पनि कसरी, यति माथि विद्यालय भएको देख्दाखेरि एकदम मनमा त आनन्द आउँदो रहेछ। यति डाँडा काँडाका विद्यार्थी पनि पढ्न पाएका छन् भनेर। तर यहाँ चाहिँ लामाहरूलाई पढाइदो रहेछ। जुन विद्यालयको नाम रोलिङ साङ्ग छोलिङ गोल्पा विद्यालय भनेर भनिदो रहेछ। यहाँ हामी भित्र छिरेर पनि हेऱ्यौँ। राम्रो थियो, सफा थियो, एकदम सुग्घर। वरिपरि बिरुवाहरू पनि रोपिएका थिए। आज चाहिँ सायद बिदा थियो, के को बिदा हो थाहा भएन। त्यसपछि फेरि हामी लाग्यौँ पुनः बेदिङतर्फ नै।
घन्टौँसम्म पहाडको उकालो ओह्रालो हिँडिसकेपछि छोरोल्पातर्फ जाँदा हामीले देखेका एउटा दुईटा घरहरू मात्र भएका साना बस्तीहरू, तर अचानक हिमालको काखमा रोलवालिङ नदीको किनारामा एउटा फरक दृश्य देखा पर्यो। त्यो थियो बेदिङ। बेदिङ सानो गाउँ भए पनि पहिलो नजरमै सानो सहर जस्तो लाग्ने, करिब 70वटा घरहरू मिलेर बनेको सफा, व्यवस्थित र जीवनहरूले भरिएको हिमाली बस्ती हो। इन्टरनेटमा छोरोल्पा ट्रेक बारे धेरै जानकारी नपाएकोले भविष्यमा आउने ट्रेकरहरूलाई चाहिँ सजिलो होस् भनेर मैले यो भ्लग बनाइरहेको हो। खासमा बेदिङ हिमाली गाउँ भएकोले यसको इतिहास लिखित रूपमा धेरै भेटिँदैन। यो गाउँ छोरोल्पातर्फ जाने मुख्य बाटोमै नदीको किनारामा अवस्थित छ। छोरोल्पा ताल नेपालको एक प्रसिद्ध धार्मिक स्थल हो र यो क्षेत्रमा मुख्यतया बौद्ध धर्मावलम्बी शेर्पा समुदाय धेरै बस्ने गर्दछन्। गाउँमा दुईटा गुम्बा छन्। पहिलो पहाडको भिडमा अवस्थित पुरानो गुम्बा, जहाँ पुग्न निकै उकालो चढ्नुपर्छ। भूकम्पपछि यो गुम्बा बन्द गरिएको छ भने दोस्रो नदीकै किनारामा रहेको नयाँ गुम्बा, जहाँ सजिलै पुग्न र अवलोकन गर्न सकिन्छ। अनि अचम्मको कुरा, यो गाउँ नो किलिङ जोन हो। यसको अर्थ यहाँ कुनै जनावर मार्न पाइँदैन। यदि कसैले जनावर मारेको वा मासु किनबेच गरेको भेटियो भने करिब $500 जरिवाना तिर्नुपर्ने हुन्छ। 3700 मिटर अग्लोमा फलेको साग बहिनीले पखाल्दै हुनुहुन्छ। यो चाहिँ ठ्याक्कै गौरी शङ्कर हिमालको मुनि। नो किलिङ जोनको यो नियम सन् 2009 तिर गुरु रिम्पोछेले लागू गरेका थिए। केही वर्षपछि उनले 108वटा याक उद्धार गरेर यही क्षेत्रमा स्वतन्त्र रूपमा छोडिदिए। यहाँका स्थानीयहरूले याक र गाईको दुध समेत प्रयोग गर्दैन। याक र गाईको गोबर सुकाएर दाउराको सट्टा प्रयोग गरिन्छ र भेडाको गोबर आलु खेतीका लागि मलको रूपमा नेपालमै याकहरू स्वतन्त्र रूपमा घुमिरहेको छ। देख्न पाइने थोरै ठाउँमध्ये बेदिङ एक हो। यहाँ एनटिसीको सिम बाहेक अरू चल्दैन अनि यहाँ लगभग 180 जना बसोबास गर्दछन्। बेदिङ छोडेपछि वरिपरि बाक्लो जङ्गल होइन, खुल्ला हिमाली भूभाग देख्न थाल्छ। माथि फैलिएका हिमालहरू र दायाँ बायाँ उभिएका नाङ्गा पहाडहरू, साँगुरो पदमार्गसँगै तल गहिराईमा निरन्तर बगिरहने रोलवाली नदी र चिसो हिमाली हावाले यात्रालाई अझ वास्तविक बनाइदिन्छ।